वेलकम छ सबैजनालाई हाम्रो यो कोरियन भाषाको क्लासमा है। हजुर अब कोरिया जाने सोचमा हुनुहुन्छ या कोरियन भाषा पढ्ने विचारमा हुनुहुन्छ भने हजुर एकदम ठिक ठाउँमा आउनुभयो। ल अब हजुरलाई म एउटा कुरा बुझाउन चाहन्छु। कोरियन भाषाको हाम्रो व्यञ्जन वर्णको सिधा कुरा गरौँ है। बाङ्गोटिङ्गो गरेर केही फाइदा छैन। कुरा के हो भने व्यञ्जन वर्णन भन्दा हाम्रो कोरियन भाषाको एबिसिडी के सबभन्दा मेन भनेको हजुरलाई एबिसिडी आउनु पऱ्यो। टोटल एबिसिडी भनेको चाहिँ हाम्रो कोरियन भाषामा चाहिँ 14वटा हुन्छ। 14वटा सिङ्गल टोटल भनेको चाहिँ हाम्रो 19वटा हुन्छ। अब सिङ्गल भनेको चाहिँ हाम्रो 14वटा हुन्छ। डबल भनेको चाहिँ 5वटा हुन्छ। यो चाहिँ हजुरलाई म पछि उस गराउँछु। सुरुमा हामीले हेर्नुपर्ने भनेको चाहिँ यो सुरुमा हामीले सिङ्गलवाला हेर्नुपर्ने हो है। सुरु गरौँ अब टाइम वेस्ट नगरिकन। अनि राम्ररी पढ्ने फेरि राम्ररी पढेपछि यहाँ एकचोटि यहाँ टक्क लेख्ने, टक्क फेरि आफूले रिभिजन हान्ने। म देखाउँछु एकचोटि, म देखाउँछु टक्क रिभिजन हान्ने सर र यसरी लेख्ने। म यसरी लेखेर देखाउँछु सर र आफूले यसरी रिभिजन हान्ने। रिभिजन हानेपछि टक्क आफूले सबै वर्डहरूलाई अगाडि पछाडि गरेर डबलवाला हजुरलाई म एकछिन बुझाउँछु है। ल सुरु गरौँ। ल हाम्रो सुरुमा एबिसिडी सुरु गर्छौँ कोरियन है। ल हाम्रो सुरुमा आउँछ ग। कसै गलाई टक्क सिधा लाइन तान्नु होला। ग राइटिङमा अलि गौर नगर्नु होला। राइटिङ अब त्यस्तै छ, खासै माइन्ड नगर्नु। ग पछि आउँछ हाम्रो न। न ट्याक्कै हेर्नु, ट्याक्कै गको उल्टो हुन्छ हाम्रो न है। न पछि आउँछ हाम्रो के आउँछ न पछि कसैलाई आइडिया? द। अब हजुर कोरियन भाषा पढ्ने इच्छुक हुन्छ भने एकदम फोकस गर्न पऱ्यो, किनकि आफ्नो भविष्य हजुरको आफ्नै हातमा छ है। ल यसपछि आउँछ हाम्रो द पनि एकदम इजी हो। सी हामीले इङ्ग्लिसमा सी लेख्छौँ नि, यहाँदेखि भयो नि सी, ट्याक्कै त्यस्तै हो। बस त्यसमा चाहिँ हल्का यस्तो घुमाएर लेख्नुपर्छ, त्यसमा चाहिँ अलि ठाड लेख्नु पऱ्यो है। सी भनेको हाम्रो कोरियन भाषामा हुन्छ द पछि आयो हाम्रो द पछि के आउँछ होला? र। द पछि आउँछ हाम्रो र पनि एकदम सिम्पल छ। हामीले जसरी कि 2 लेख्छौँ नि, हामीले अब यसरी टक्क घुमाएर 2 लेख्छौँ, त्यसरी 2 नै लेख्ने हेर्नु है। तर यसमा हल्का कोरियन भाषामा के भने हजुरले केही पनि कुरालाई यसरी घुमाएर यसरी कभ गरेर लेख्न पाउनुहुन्न। सिधै ठाड लेख्नु पऱ्यो, यसरी लाइनको रूपमा लेख्नुपर्छ है। लेख्न पाउने भनेको चाहिँ म हजुरलाई अगाडि भन्छु। म हजुर लेख्न पाएँ। अब हाम्रो आयो के आयो? के भन्थेँ मैले भनेको थिएँ र। यसरी गर्नु होला, यसो अलि लामो टक्कै उल्टो सी बनाउनु होला है। यो टक्कै उल्टो सी बनाउनु, त्यसपछि यसरी टक्कै 2 देख्नुभयो नि, 2लाई हामीले के भन्न पर्यो नेपालीमा? र। हजुरले चाहिँ यो वर्ड 4वटा वर्ड सुरुमा 4वटा वर्डहरू आफूले कण्ठ पार्नु होला। 4वटा पनि म अझ एउटा भनिदिन्छु, त्यसपछि उस गर्नु होला है। खासमा 5वटा वर्ड हजुरले 5-5वटा वर्डहरू चाहिँ हजुरले कण्ठ पार्नुभयो भने, लेख्नुभयो भने, सर र लेख्दै जानुभयो भने, जस्तो कि ग न द र लास्टमा रोक्नु है। हाम्रो आउँछ 5औं वर्ड आउँछ म भनेको यसरी हुन्छ है। हाम्रो टक्कै 4 पाटे हेर्नु त, एउटा डब्बा बक्सको सेपमा हुन्छ है। के भयो? ग न द र दर, तिजको दर खाइन्छ नि त्यसरी। ग न द र म, ग न द र म। यो 5वटा शब्द हजुरले आफ्नो कपीमा राइट डाउन नोट गरेर सलक्कै लेख्दै जानु होला यसरी। ग ग ग ग ग ग सँगै यो ग रहेछ हजुर लेख्नुहुन्छ, त्यससँग यो नेपालीमा ग नलेख्नु होला है। किनकि यस्तो नेपालीमा ग लेख्नु भयो भने हजुरको दिमागमा के हुन्छ भने, हजुरले ग भन्दाखेरि हजुरको दिमागमा यो ग आउनु पऱ्यो। पहिला सुरुमा यो आउनु पऱ्यो यसरी कोरियन भाषाको है। हजुरको नेपालीमा ग आयो भने हजुरलाई एकदम गाह्रो हुन्छ पैसामा। ल त्यसपछि हाम्रो के आयो? ग न द र म पछि आउँछ ब। टक्कै ब फेरि हाम्रो यु, उल्टो यु भन्दा नि भयो, नत्र ए भन्दा नि भयो। उल्टो ए बनाउने है, यसरी उल्टो ए बनाउनु होला।
हाम्रो यो हुन्छ ब। यो 6 वटा शब्द ग न द र म ब। ब पछि आउँछ आउँछ र कसलाई अहिले लाग्छ हजुरलाई आउँछ? मैले लेखेर काटिसक्यो किनकि यहाँ हजुरलाई कहिले कहिले झुकाउनु नि पर्छ है। होइन यसपछि आउँछ स। यसरी है स। अब हेर्नु ग न द र म यति भएपछि बस। कति सजिलो हो बस। बसपछि अधिकहरू पनि बसपछि बसपछि है के अब सक्यो शब्द? सक्यो छैन अझै हामीसँग 1 2 3 4 5 6 वटा शब्द अझै बाँकी छ। एकदम आसान एकदम इजी छ। हेर्नु है के रहन्छ भने त्यसपछि हाम्रो आउँछ स पनि भयो पनि भयो पछि के भयो ज कसरी लेख्ने? ज भने एकदम ज र छ यसमा ज अनि छ आउँछ। छ एकदम सिम्पल र एकदम उस छ एकदम एउटै छ है ज पछि आयो हाम्रो छ पनि यस्तै छ एकदम हजुरलाई गाह्रै हुन्न मात्र माथि यसो धर्को न त यसरी लाइन तान्दै नि भयो न धर्को गर्दा नि भयो है। हाम्रो आउँछ छ पछि अझै के छ? छ पछि हाम्रो आयो ख हेर्नु है एकदम राम्रोसित हेर्नु होला ख गलाई यहाँ हेर्नु ग पछि यहाँ ख हेर्नु है ख हाम्रो ट्याक्कै इङ्ग्लिसमा 7 जस्तै है ख हाम्रो आयो ख पछि हाम्रो आउँछ थ पनि एकदम मिल्ने हेर्नु यसको ट्याक्कै नको ट्याक्कै उसो हुन्छ हेर्नु है हामीले इङ्ग्लिसमा ई लेख्छौँ त्यसरी नै थ। त्यसपछि यहाँ हाम्रो आउँछ फ अब हामीले यो रोमन नम्बरमा पढ्छौँ नि 1 2 3 भनेर त्यसरी हेर्नु 2 रोमन नम्बरको 2 हाम्रो हुन्छ यहाँ कोरियनमा फ। अब हाम्रो लास्ट एउटा शब्द रह्यो के रह्यो कसलाई आइडिया छ? यो ह चाहिँ साइलेन्ट हुन्छ है ह चाहिँ एकदम साइलेन्ट हुन्छ हजुरको यसरी हेर्न सक्नुहुन्छ अब मेरो ह यस्तो हो अब हजुरले आफ्नो राम्रोसँग मिलाएर लेख्नु हेर्नु ग न द र म ब स ज छ ख थ फ ह यसरी लेख्नु होला है। अनि यो कण्ठ पार्नु होला यसलाई चाहिँ राइट डाउन गरेर नोट गर्नु होला एकदम राम्रोसित। अनि हाम्रो 5 वटा हाम्रो डबल व्यञ्जन कस्तो हुन्छ हजुर टक्क भन्छु हेर्नु है। डबल व्यञ्जन भनेको एकदम इजी हो। डबल व्यञ्जन फेरि यसैबाट उठाउने हजुरको हेर्नु है डबल व्यञ्जन हाम्रो गको यता हेर्नु गको हाम्रो क पनि हुन्छ ख पनि हुन्छ बट सुरुमा हजुरले यी स्टार्टिङको याद गर्नु होला अरू केही याद गर्न पर्दैन है। ल हाम्रो डबल वर्ड हुन्छ। अब यसलाई हामीलाई क बनाउनु पर्यो क है। अब यसलाई क बनाउन के गर्नु होला यसलाई 2 चोटि लेख्नु होला यो हुन्छ हाम्रो आधा क अनि पुरै क। अब हाम्रो अर्को यो 5 वटा हुन्छ भनेको होइन 1 2 3 3टा लेखौँ। त्यसपछि हाम्रो दको हाम्रो हुन्छ त दको हुन्छ हाम्रो त यसलाई 2 चोटि लेखौँ त। अब हाम्रो तेस्रो हजुरले अगाडि पछाडि गरेर लेख्न सक्नुहुन्छ। मैले खासमा अगाडि पछाडि गरेर लेखाउँछु किनकि यसले के हुन्छ भने चाहिँ अब हजुरले यो लेख्नु भयो भने हजुरले लाइन वाइज नलेख्नु होला कि हजुरले पहिला सुरुमा त 3-4 चोटि लाइन वाइज लेख्नु लस्करी आफूले कण्ठ पार्नु त्यसपछि यो नेपालीमा लेख्ने बानी नपार्नु होला। नेपालीमा लेख्ने बानी पार्नु भने होला पछिसम्म कण्ठ पार्न गाह्रो हुन्छ त्यो नेपालीमा लेख्ने बानी नपार्नु होला है कसैले पनि। त्यसपछि हाम्रो आउँछ स। अब यहाँ स कहाँ छ यसरी हेर्दै जाम त ग न द र म ब स त यहाँ रहेछ। अब हामीलाई यसलाई स बनाउनु पर्यो यसरी गरेर 2टा स लियौँ है स भयो
हाम्रो भयो स। कतिवटा भयो 3टा। अब हामीलाई अझै 2टा चाहियो। ल यहाँ लाइन खिचौँ है। अब हामीलाई 2टा चाहियो। 2टा कुन लिने अब? अब हामीलाई के चाहियो यहाँ म भन्छु। अर्को हुन्छ हाम्रो ब। बको हुन्छ प है। बको हुन्छ प। 2टा बलाई यसरी लिम। यसको हुन्छ प। अब एउटा रह्यो। अब कुन रह्यो? कसैलाई आइडिया छैन होला, म भन्छु। अर्को हाम्रो रह्यो छ। छको हाम्रो हुन्छ च है। तर यहाँ लेख्न मिल्दैन। तर चाहिँ यहाँ यसो लेख्न मिल्दैन, यहाँ हुँदै हुन्न। तर म यहाँ यसको चेन्ज गर्दाखेरि चाहिँ हजुरको हुन्छ छ है। यो आजको यो एक दिनको हजुरको पुरा भयो। यसलाई चाहिँ हजुरले के गर्नु भने चाहिँ कण्ठ पार्नु, सबै कण्ठ पार्नु होला। एकदम इजी छ के। ग न द र म ब स अ ज। यहाँ सरी है, मैले यहाँ भन्नाले मिस्टेक छु। म ब स अ ज छ। अझै छ है, अझै छ। अझै के छ? ख र ख थ फ ह। यति हो। अनि यो हजुरको डबलमा। हजुर पहिला यो कण्ठ पार्नु भयो नि, हजुरलाई यो डबलमा गर्न केही गाह्रो छैन। ल आजको यो क्लास यहीँ सकिन्छ। भोलि फेरि आउँछु म। कृपया गरेर याद गर्नुहोला।